तपाईहरुलाई थाहा नै छ अहिले टिकटकबाट चाहिँ 10,000 फलोअर्स अनि 10 लाख तपाईको एक हप्ता भित्र भ्यूज आयो भने तपाईको टिकटक आइडी मोनिटाइज हुन्छ र जति पनि तपाईको आउँदो दिनहरुमा जति भ्यूज आउँछ भ्यूजको आधारमा तपाईले पैसा कमाउन सक्नुहुन्छ। यो सँगसँगै तपाईहरु जति पनि नेपालमा हुनुहुन्छ, मलेसियामा हुनुहुन्छ, कतारमा हुनुहुन्छ त्यो मान्छेहरुले चाहिँ टिकटक आइडी बनाउनुको लागि धेरै संघर्ष गर्नुभएको छ तर टिकटक आइडी कसैले पनि बनाइदिएको छैन। तपाईहरुलाई गाह्रो भइरहेको छ भने अब चिन्ता नगर्नुहोस्, म तपाईहरुलाई 4 वटा आइडी गिभअवे गर्नेवाला छु। यदि मेरो युट्युबमा 1K सब्स्क्राइबर कम्प्लिट भयो भने अनि मेरो यो जुन आइडी अहिले टिकटकमा मैले भिडियो अपलोड गरिरहेको छु नि यो भिडियो पनि मेरो नयाँ आइडी जापानबाट खोलेको हो। यो आइडीमा 5,000 पुगेपछि म गिभअवे गर्नेवाला छु। सबजनाले सपोर्ट देखाउनु पर्यो, सबजनाले माया देखाउनु पर्यो र तपाईहरुलाई पनि अगाडि बढाएर पैसा कमाउने तरिका म सिकाउनेवाला छु। सबजना मसँग जोडिनु होला, फलो गर्नु होला, कमेन्ट गर्नु होला, 5 चोटि कपी लिंक गर्नु होला र 5 जना साथीहरुलाई शेयर गर्नु होला। अनि तपाईलाई कसैले रोक्दैन आफ्नो आइडी बनाउनु र पैसा कमाउनुमा। है त गाइस, सपोर्ट चाहिँ गर्नु पर्यो, सपोर्टिभ हुनु पर्यो, सबजना जोडिनु पर्यो। गाइस आजको भिडियो चाहिँ टिकटक आइडीलाई कसरी मोनिटाइज गर्ने, कहाँबाट मोनिटाइज गर्ने, कुन आइडीहरु मोनिटाइज हुन्छ भन्ने बारेमा थियो। तपाईहरुलाई अर्को भिडियोमा पनि यस्तै बवाल खालको इन्फर्मेसन भिडियो आउँछ। सबजनाले युट्युबमा चाहिँ 1K पुराउनु पर्यो है त गाइस। अर्को भिडियो आउन्जेलसम्म चाहिँ 1K पुराउनु पर्यो है त। लभ यु गाइस, बाइ बाइ।